यता हेरिसी त अब हजुरले केही चिन्ता लिनु पर्दैन म छु नि सम्झिस्यो हजुरले राम्रो जागिर पाइसु कति छोरी निकै छ मेरो छोरी भने पनि बुहारी भने पनि तिमी त हौ किस्मा मेरो पनि हजुरहरु बाहेक अरु को नै छ र मेरो सासू भने पनि आमा भने पनि हजुर नै त हो नानी अस्ति म अलिकति आवेगमा आएँ कि नरिसाऊ है प्रेसर छ क्या मलाई ल के राख्दै भन त चिन्ता लिनु पर्दैन आफ्नै पसल सम्झे हुन्छ यो हुन सक्दैन कला यो असम्भव छ सरी कृष्ण नानी उहाँको पहिलाको रिपोर्ट हेरौँ न एकपटक अनि अहिले हजुर यसरी बिरामी भएको कुरो प्रतापजीलाई थाहा छ त खै छोराले फोन गरेर भन्यो कि मसँग त कुरै भएको छैन अनि अस्ति मैले लेखिदिएको औषधि ल्याएर खानुभयो त खाएको डाक्टर साहब त्यसले पनि निको भएन मलाई झनै गाह्रो भयो गाह्रो त नहुनु पर्ने हो त्यो औषधिले निको हुन्छ नआत्तिनुस् कृष्ण आमालाई फेरि गाह्रो भयो के हो हेरी सुन म एक्कासी बेहोस भएर ढलेछु
त्यही भएर हतार गरेर डाक्टर साहबलाई फोन गरेर बोलाएको। आमालाई यस्तो हुँदा मलाई भन्नु पर्दैन त। हजुर अफिसमा काम गरिराखिसकेको बेला मैले मुहा बेहोस भएर ढलेको कुरा हजुरलाई भन्दा हजुर आतिसेला भनेर नभन्यो कि। अहिले पनि हजुरलाई सास फेर्न गाह्रो भइरहेको छ? बेला बेलामा सासै बन्द होला जस्तो हुन्छ। ए बाबु, एकछिन मसँग उता जाउँ त। मैले उहाँको सबै रिपोर्ट हेरेँ। उहाँको ब्रेनमा र मुटुमा पहिलादेखि नै समस्या रहेछ। उहाँको ब्रेनमा ट्युमर छ। त्यही ट्युमर बढ्दै गएकोले अहिले उहाँलाई गाह्रो भएको। केस अलि जटिलै छ। मैले देखेअनुसार तुरुन्तै अपरेसन गर्नुपर्छ। ढिला भयो भने उहाँलाई बचाउन गाह्रो पर्न सक्छ। त्यसैले छिटोभन्दा छिटो पैसाको व्यवस्था गरेर उहाँलाई हस्पिटल लगिहाल्नु अनि प्रतापजीलाई नै बोलाउनु। डाक्टर साहब, मोटामोटी खर्च कति जति लाग्ला? के अनुमान गर्न सकिन्छ? टाउकाको मेजर अपरेसन हो। 20 लाखभन्दा माथि नै लाग्न सक्छ। मलाई त ठुलै रोग लागेको छ के हो बुहारी। डाक्टरले बाबुलाई बाहिर बोलाएर लग्नुभयो के भन्नलाई हो? बा मलाई निको नहुने हो कि? के भनिसकेको म हजुरले यस्तो? हजुरलाई केही पनि हुँदैन। हजुरलाई छिट्टै निको हुन्छ। डाक्टर साहब, खास मलाई के भएको? त्यस्तो खासै ठुलो समस्या छैन। बिस्तारै निको हुन्छ, नआत्तिनुस्। बाबु, आजसम्मको गरेर 20,000 भयो। हुन्छ, मलाई क्युआर पठाइदिनुहोस्, म हालिदिउँला। ल, म मेसेन्जरमा पठाइदिउँला, भरेसम्म हालिदिनु। अनि अघि मैले भनेको कुरा चाहिँ जति सक्दो चाँडो गर्नु। हस् डाक्टर साहब। हस् त, म लागेँ। हस् हस्। बाबु, तँलाई डाक्टर साहबले उता लगेर के भन्नुभयो? मलाई निको हुँदैन भन्नुभएको हो? किन निको नहुनु? हजुरलाई खासै केही भएकै छैन अरे, सामान्य छ भन्नुभएको छ। कमजोरीले गर्दा हजुर ढल्नु भएको रहेछ। 1-2 दिनपछि हस्पिटल जानुपर्छ, त्यसपछि ठिक भइहाल्छ नि। कृष्ण, आमालाई हरेस बनाएर ल्याएको त। हस्। आमा आराम गर्नुहोस् है, पेट लिनु पर्दैन, ठिक हुन्छ आमा। गाह्रो भने बोलाउनु है, म माथि हुन्छु। हुन्छ छोरा। उहाँको ब्रेनमा ट्युमर छ। त्यही ट्युमर बढ्दै गएकोले अहिले उहाँलाई गाह्रो भयो।
ढिला भयो भने उहाँलाई बचाउन गाह्रो पर्न सक्छ। टाउकाको मेजर अपरेसन हो, 20 लाखभन्दा माथि नै लाग्न सक्छ। आमालाई जसरी नि बचाउनु छ मैले, तर पैसा पो कसले देला? कलासँग माग्नु, उसको शर्तसँग सम्झौता गर्नुपर्छ मैले। म मेरी किस्मलाई कसरी धोका दिउँ? के भयो हजुरलाई? किन निराश भइसक्यो? अनि हजुरलाई डाक्टरले एक्लै बोलाएर के भनिसक्यो? आमालाई हरेस लगिदियो त? लगिदिए। कृष्ण, आमालाई ब्रेन टिम्यू भएको रहेछ। मुटुमा पनि समस्या छ। तुरुन्तै अपरेसन गर्नुपर्छ भनेका छन्। समयमा उपचार भएन भने बचाउन गाह्रो पर्छ अरे। 20 लाखभन्दा माथि खर्च लाग्छ भनेका छन्। त्यत्रो पैसा कहाँ खस्ने होला? ईश्वरले पनि हामीसँग किन यति धेरै परिचय लिएको होला? एउटा न एउटा समस्याले कहिले नछोड्ने भयो हामीलाई। टेन्सन नलिए कृष्ण, बिस्तारै सबै ठिक हुन्छ। दादाजी, ए कृष्ण नानी, कृष्ण नानी, घटपडी दाइ, इधरै आउनुहोस् न। घरबेडी दाइ, बसौ न। तिमीहरूले मलाई उल्लु बनाउन खोजेको? अरूलाई उल्लु बनाए जस्तो सजिलो छैन मलाई, बुझ्यौ तिमीहरूले? के भयो घरबेडी दाइ? अझ के भयो र भन्न लाज लाग्दैन तिमीलाई? यो नसाटिने चेक किन दिएको मलाई? यो तिम्रो चेक तिमी नै राख, मलाई क्यासै देऊ। चेक त साटिनु पर्ने, किन साटिएन? साटिएको भए यो चेक बोकेर म कराउन आउँथेँ। म भर्खर बैंक पुगेर आउँदैछु। अनि हजुरले त घरबडी दाइको सबै भाडा चुक्ता गरी भनिसकेको होइन? मुखले चुक्ता गरेर भएन नानी, खातामा पैसा रहेनछ। कसरी त्यस्तो भयो त? यो चेक त हजुरको होइन त? यो चेक मलाई अफिसबाट दिएको हो। साटिनु पर्ने, किन साटिएन? म बुझ्छु है त। हेलो, के भयो काकु? त्यो 60,000 चेक साटिएन। थाहा छ मलाई, मैले नै क्यान्सल गराएको त्यो चेक। मैले त्यत्रो सहयोग गर्दा पनि हजुरले मेरो भावना बुझिसिन। यदि मेरो शर्त स्वीकारिसिन्छ भने 60,000 त के करोडौँको मालिक बनाइदिन्छु। सोचिस्यो, करोडौँमा रमाउने कि दुनियाँको ऋण तिर्न नसकेर भाग्दै हिँड्ने, त्यो हजुरको हातमा छ। बाई। के भयो? चेक साटिन्छ अरे त? घरबडी दाइ, मलाई केही समय दिनुहोस् न। 3 महिनाको समय दिइसकेँ मैले तिमीहरूलाई। अब 1 दिनको पनि समय दिन्न। मलाई 1 घन्टाभित्र जसरी पनि पैसा चाहिन्छ, नत्र कोठामा ताला लगाइदिन्छु। यो मेरो अन्तिम चेतावनी हो। म 1 घन्टापछि आउँछु। अब के गर्ने होला?
भित्रै आइसे न। मलाई थाहा थियो हजुरले मेरो शर्त स्वीकारेर यहाँ आइसिन्छ भन्ने कुरा। म तिम्रो शर्त स्वीकार्न आएको होइन कला, म लास्टै तनावमा छु। चेक नसाटिँदा घरपेटी साह्रै रिसाएको छ। फेरि आमाको अपरेसन नगरी नहुने भयो। $20 लाखभन्दा माथि लाग्छ भनेको छ। अपरेसन नगरे आमालाई बचाउन गाह्रो हुन्छ अरे। बिन्ती छ गर, मलाई हेल्प गर न। म धो गरेर जसरी भए पनि तिम्रो ऋण तिर्नेछु। मैले हेल्प नगरेको हो र? मैले मात्रै कतिन्जेल हेल्प गर्ने हजुरलाई भनिसे त। यो तिम्रो अन्तिम हेल्प हुनेछ। त्यसपछि म तिमीसँग कहिल्यै गुनासो गर्दिनँ। काकु, मैले हजुरलाई हेल्प गर्दिनँ भनेको छैन। म हजुरलाई जिन्दगीभर हेल्प गर्नेछु। तर मैले भनिहालेँ, मेरो शर्त हजुरले स्वीकार्नु पर्नेछ। मैले हजुरसँग के नै मागेकी छु र? हजुरको नामको एक चिम्टी सिन्दुर त मागेकी हुँ, जुन यो सिउँदोमा सजाउँदा मेरो परिचय हजुरसँग जोडियोस्। अनि यो पेटमा हुर्कँदै गरेको बच्चाको बाउ हजुरलाई बनाउन सकौँ। तिमी किन कुरा बुझ्दैनौ कला? म किस्मलाई धोका दिन सक्दिनँ। उनी मेरी प्राण हो। यस्ता आदर्शका कुराले यो सहरमा बाँच्न गाह्रो छ काकु। यहाँ आरामले जिउने हो भने नि काकु, हरेक शर्तसँग सम्झौता गर्नु सिक्नुपर्छ। फेरि मेरो शर्त हजुरलाई त्यत्तिकै स्वीकारिसे भनेको पनि त होइन। मेरो यो शर्तको बदला हजुरलाई करोडौँको मूल्य तिर्नेछु। मेरो स्वाभिमान पैसामा किन नखोज कला। म पैसामा बिकाउ हुने वस्तु होइन। ठिकै छ, ऋणै ऋणको दलदलबाट उठ्नु छ र आफ्नै आमालाई बचाउनु छ भने मेरो शर्त स्वीकारिस्यो, होइन भने जाँदा हुन्छ। भनेको 1.5 घण्टा भइसक्यो। कस्ता चाहिँ मान्छे राखिएछ हो? विश्व रानी, पैसा भयो त? उहाँ खोज्न गइसकेछ। पैसा खोजेर पाउने भए म किन दुःख गर्थेँ? म पनि खोज्न हिँडिहाल्थेँ नि। 1 घण्टा भनेको 1.5 घण्टा भइसक्यो। बाहिर निस्क, खुर्क बाहिर निस्क भनेको। देखेनौ ताला लाको? घरबाट दाइ भन्दैछ, हिजो नगर्दिनुहोस्। घरमा बिरामी मुवा होइसिन्छ। मैले यो अवस्थामा कहाँ लिएर जाऊँ? बिन्ती छ दाइ, त्यसो नगर्दिनुहोस्। यस्तो चिसोमा बिरामी मुवालाई लिएर कहाँ जाने हामी? जहाँसुकै जाऊ, त्यो मलाई मतलबको विषय भएन। कोठामा आनन्दसँग बस्नलाई त भाडा तिर्नु पर्यो नि समयमा। हामी जसरी भए पनि
1-2 दिनभित्र भाडा तिर्छौँ। यति सुधारी कोठामा ताला नलगाइदिनुहोस्। मान भएर यति साह्रो पनि नगर्नुहोस् न घरबेटी दाइ। हामीसँग पनि भएर नदिएको त होइन नि। हामी पनि पैसाको म्यानेज गर्दैछौँ। मेरो घर खाना बेचेर भए पनि हजुरको भाडा तिर्छौँ। के चाहिँ गहना छ र बेचेर तिर्नलाई? यो सबै नकली जस्तो छ। पैसा नभए त म मरिगए पनि ताला खोल्दिनँ। तिम्रो सासूको कोठामा पनि ताला लगाइदिन्छु। घरबेटी दाइ त्यसो नगरिदिनुहोस् न। तेरो आज अफिस थिएन? गइन यार। निकै स्याड देख्छु त। के हो? पूजन, तँसँग अहिले तत्कालको लागि 60,000 छ त? ठट्टा नगर न यार। ठट्टा गरेको होइन यार, मैले सिरियस कुरा गरेको। अनि मसँग कहाँ त्यत्रो पैसा हुन्छ त यार? झन् मैले अस्ति नै तँलाई त्यत्रो गुनासो पोखेको होइन? यताउति गरेर बल्ल बल्ल 10,000 पुर्याएर अस्ति भाउजूलाई लगेर दिएको। अस्ति त भाउजू हँसिलो खुसीलै हुनुहुन्थ्यो, फेरि एक्कासी के भयो? हेर्न, घरबेटीलाई 60,000 को चेक दिएको थिएँ, चेकै साटिएन भने कोठामा ताला लगाइदिन्छु भनेर धम्की दिइरहेछन्। फेरि आमाको टाउको अपरेसन नगरी नहुनेको। 20 लाखभन्दा माथि लाग्छ अरे। उपचार गर्न ढिला भयो भने बचाउन सकिन्न भन्छ डाक्टर। त्यत्रो पैसा कहाँ खोज्ने होला? अनि झाडी थाहा छस् क्या? अफिसमा कुरा गर, अफिसले के हेल्प गर्ला? झन् त्यही अफिसले गर्दा तनाव भइरहेछ मलाई। के भयो? कृष्णलाई कसरी धोका दिन सक्छ? ऊ रुँदै हिँडेको म हेर्न सक्दिनँ। पूजन, बरु यसो गर्न, तेरो त बिहे पनि भएको छैन, त्यो केटीसँग तँ बिहे गर्न। करोडौँको मालिक नि हो, राम्री पनि छे, तँलाई पनि फाइदा। मैले यति गरे बापत मलाई पनि हेल्प गर्छस्। के भनिस्? तेरो आफ्नो स्वार्थको लागि दुनियाँको पेट बोकेको केटी बे गरौँ मैले? त गइहाल्यो भने दिदी नमस्कार। नमस्ते। म त हजुरलाई नै खोज्दै हिँडेकी। किन र बहिनी? मलाई 60,000 हालिदिन्छु न, घरबेटीको भाडा तिर्नु पर्यो। लौ, अनि भाडा त सबै चुक्ता गरेको भनेको होइन? चेक दिएको, चेकै साटिएन छ। पैसा नभएको चेक दिएको होला, अनि कहाँबाट साटिन्छ त? त्यही भएर धेरै फुरफुर गर्नुहुन्न क्या? मसँग त छैन बहिनी पैसा, अन्तै खोज।
किन यसरी यहाँ बाहिर बसेको? हेरिसन घरमाटीले ढोकामा ताजा लगाइदिए। पैसाको व्यवस्था भयो? भन्नुहोस् न, पैसाको व्यवस्था भयो भने? होइन हजुर, किन बोलिसिन? पैसाको व्यवस्था भयो भनेको। अब हामी कहाँ जाने? हिरानी बुवालाई लिएर कहाँ जाने होला फेरि? कहाँ जाने? मर्छु न। ढिला भयो भने उहाँलाई बचाउन गाह्रो पर्न सक्छ। त्यसैले छिटोभन्दा छिटो पैसाको व्यवस्था गरेर उहाँलाई हस्पिटल लगिहाल्नु। म हजुरलाई जिन्दगीभर हेल्प गर्नेछु, तर मैले भनिहालेँ मेरो शर्त हजुरले स्वीकार्नु पर्नेछ। भाग्य लेख्ने बसी पनि कस्तो रहेछ मेरो हेरा। भाग्य लेख्ने बसी पनि कस्तो रहेछ मेरो हेरा। लाखौँ दुःख भोग्दा पनि सुख छैन एक फेरा। भाग्य लेख्ने बसी के डिसिजन गरिस् त काकु? कला, मैले हारेँ, तिमीले जित्यो। तिम्रो शर्त स्वीकारेछ मलाई। थ्याङ्क यू काकु, थ्याङ्क यू सो मच। आर्थिक अभावले आज मलाई यो हदसम्म गिरायो।
सरी कृष्ण, मलाई माफ गरिदियो है। म आज बाध्य भएर यो निर्णय लिँदैछु। मलाई थाहा छ मैले गलत गरेँ। मेरो यो निर्णयले तिमीलाई रुवाउने छ, तर पनि म विवश भएँ। कला, पैसा त अहिले दिन्छौ नि है? ओके काकु, एकैछिनै। काकु, 25 लाखको चेक काटेको छु। अहिलेलाई यति भइ पुग्छ नि? पुग्छ कला। थ्याङ्क यू कला, थ्याङ्क यू सो मच। दाइ, अबको आधा घन्टामा पैसा आउँछ। कोठाको ताला खोलेर सम्मानका साथ मेरो आमालाई र श्रीमतीलाई भित्र छिर्न दिनुहोस्। अब आइन्दा त्यस्तो व्यवहार कहिले नगर्नु होला।